ल है अब रिल्स मात्रै स्क्रोल गर्दै टिकटक मात्रै हेर्दै हैन युट्युब सर्ट्स मात्रै हेर्दै बस्ने कि अब पैसा पनि कमाउने त्यो चाहिँ तपाईँहरूकोसँग सम्बन्ध छ। त्यो चाहिँ तपाईँहरूको निर हो। अब फेसबुकले पनि नेपालमा नयाँ अपडेट ल्याउने भएको छ। फेसबुकले अब नेपाललाई फाइनल्ली हैन लेटेस्ट अपडेटको रूपमा राख्ने भएको छ। $5 अर्ब चाहिँ नेपालमा फेसबुकले लगानी गर्ने भएको छ। यसका साथसाथै गुगल, युट्युब सबैले चाहिँ नेपाललाई अब सकारात्मक रूपमा हेरिरहेका छन्। भनेपछि अब नेपालमा चाहिँ कन्टेन्ट क्रिएटरको चाहिँ पुरै अब लाइन हुनुपर्ने हो क्या। अब चाहिँ सबै क्रिएटर बन्नुपर्ने अवस्था आयो क्या हैन। अब अहिलेको समयमा मान्छेहरूले बेस्ट प्लेटफर्म हैन, कसैको भर परिरहनु पर्ने, कसैको गाली सुनिरहनु नपर्ने, आफूले बोलेको भरमा पैसा सरर आउने भनेको केवल सोसल मिडिया मात्रै हो। आजै रिल्स स्क्रोल गर्न छोडिदिनुहोस्, टिकटक हेर्न छोडिदिनुहोस्, तपाईँलाई जस्तो आउँछ त्यस्तै भिडियो बनाउन सुरु गर्नुहोस् है आजैबाट। मैले त सुरु गरिसकेँ। मेरो त फेसबुकमा चाहिँ राम्रै फ्यान फलोवर छन् हैन, युट्युबमा मेरो खासै छैन हैन। त्यही पनि अब मैले मेहनत गर्दैछु र तपाईँहरू पनि म सँगसँगै अगाडि बढ्न चाहनुहुन्छ भने मलाई ट्याक्क सब्सक्राइब गरेर जोडिनु होला हैन। ल अब क्रिएटर बन्नुपर्छ है गाइस। सबै अब कमाउनुपर्छ पैसा अब मजाले।